कति साल पो भयो हुनुभयो त अब त छेमा कति साल हुनुभयो तपाईँ त 90 वर्ष पुग्नु आँट्यो भेटिन्छ कि भेटिँदैन भन्ने यहीँबाट भइहाल्छ त नि सेयर ओ गोपालको छोरा कान्छा छोरा जेठीपट्टिको कान्छीपट्टिको त बाहिर छ युरोपमा छ राम्रो हो लु गयौँ बाई बाई कफ गर्नु भनेर अनुभव भएको खै हो भाउजू हो र यहाँ पुरानो घर हेर्न आएको अरे यिनीहरू राँगाले ठुङ्छ भन्ने मान्छे मै हो यस्तो राँगा हुन्थ्यो भैँसी सवार भन्छ नि अमन मावली गएर भैँसी सवार गरेको अरे पुरा यो चाहिँ पहिला हामी पछाडिपट्टि यो विनोद दाइको कोठा यतापट्टिको थियो यो हेर यो लिची सानो खाइएन कुदेको होला सुँगुर खोर बनाउनु भएको थियो सर यहाँ गर्नु खोजेको होला नि अगाडि अगाडि कहाँ हिँड्छ आफ्नै घर जस्तो आफ्नै घर जस्तो भएर पुरा स्कट गर्दै जस्तो केटा यस्तो दामी थियो चट्टसँगले होइन आफै हेर त है हाम्रो तिम्माको घर टिप्पा तिम्माको घर हाम्रो विनोद दाई उषा नाना अब कला नाना त अब हुनुहुन्न बिचरा है अनि हाम्रो विनोद दाई दिनेश दाई यस्तो छ है यहाँ तल ढुकुटी थियो होइन होइन धान पिस्ने होइन ढुकुटी पनि थियो यहाँ 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 थियो अनि उता त किचन हो उता त किचन थियो भित्र त किचन यहाँ बाहिर थियो क्या ढुकुटी थियो क्या अनि यसरी बाहिर यो कति मजाले यो फुलै फुल हुन्थ्यो पहिला है फुलै फुल हुन्थ्यो होइन फुलै फुल हुन्थ्यो नि हो फुलै फुल हुन्थ्यो किन हामी त तिहारतिर आउँथ्यौँ नि त छेउमा यतिको बाहिर निस्केपछि त्यहाँ हामी खतरा हुन्थ्यौँ त्यसपछि ठुलो खेल्ने ग्राउन्ड यो पर होइन भाइ परको त्यो चौरीमा ठुलो खेल्थ्यौँ हामी यहाँको पैया माछा पनि खाइयो पहिला पहिला नि यहाँ यो बाटो थिएन नि पहिला घुम्नै पर्थ्यो परबाट हाम्रो तिप्पाको पुरानो घर उता नि छ नि अनि हाम्रो साकेला थान फेरि हाम्रो झिझिलेको साकेला थान माथि चुली उतापट्टि के अरे विजय के गर्ने अरे म तिमीलाई विजयको केटी पछि रिस उठ्यो भाउजू बल्ल आफहरू पनि सिक्यो देउरानीलाई भनेको खाँदैन छ अब कटहर त खान्थ्यो नि त विजय आएर एक दिन लैजाओस् कटहर थुप्रै रहेछ झन्डै टिप्यौँ कटहर चाहिँ त्यो बिजयलाई भन्छ त्यो सब्जी चाहिँ ता पाक्ने बेलामा बिहान थुप्रै बुढीलाई दिइ पठाएँ एउटा
पाकेको त म त हुँदैन नि मैले अब त रोगले चेपिसक्यो अनि कस्तो रोग गर्छौ तिमीहरू पनि स्कुल जाने बाटो जुलुङ्गे पुल आम्मामामा पुरानो उयोहरू यता 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 आछामेको कुमारी जेठी यता कान्छी स्कुल जाँदैछन् स्कुल त बिदा भइसक्यो महिना छोरी स्कुल पहिला पहिला चाहिँ डी क्लासबाट पढ्दिनँ बरु भाँडा माझ्छु भन्नेहरू राम्रो छ आएको त हाम्रो फर्स्ट ब्याच अफ महिनाचरी हाम्रो छेमा ज्योति राई फर्स्टमा अहिले चाबी लाग्दो रहेछ नि ये मेरा फर्स्ट ब्याच है म फर्स्ट ब्याच हो यो स्कुलमा पढेको वाउ अहिले त गेट लगाएको छ होइन पहिला पहिला हामी पनि हाम्रो गाउँको स्कुल है महिनाचरी अब हाम्रो पुरानो गोठ त घटेछ मामा घरको यो चाहिँ हाम्रो मामा घरको मूल घर है अहिले यस्तो छ यो लिची मूल घर आउनुभयो मेरो मूल घर माइती घर आएको